भिडियो बनाउँदै हिँडेको भुल चाहिँ यो प्यान्ट्याङमा देख्नु मम्मीकोमा चाहिँ दुईजना लाग्यो हाम्रो खेती गरेका नै भनौँ मम्मी त मेरो साथी कति राम्रो फुल भयो त देखिँदैन रहेछ ठुलै देखिँदैन रहेछ ए यहाँबाट देखिँदैन रहेछ बाटो चाहिँ यस्तो छ होइन शान्ता दिदी सुरुमा चाहिँ मलाई दिदीको फुलैमा आँखा गयो दामी दामी फुलहरू यति राम्रो राम्रो फुलहरू रहेछन् ओहो शान्ता दिदीको घरमा अनि यहाँ पप्पी पनि रहेछ यो त झन् सिनै कति दामी म्याउ पनि रहेछन् पप्पी पनि रहेछ के छ शान्ता दिदीको खबर म भलक हाल्नु पर्यो भनेर आफ्नै सुरुमा दिदीको घरमा गएको इमली मासु नै मासु रहेछ अब दिदीको घरमा त मासुको बजार आगो तातो यसरी यो विषय लाउनुपर्छ सुट्टीमा चाहिँ छिटो सुक्छ पानी हैरान भइसक्यो यहाँ मलाई मासु यो जानुभएको अस्तिको दिन बेलुका आएको होइन त झापा कि झापा भने सबैले त सोधेको त कहिले सुकुट्यो तर्का हिँडाउँदैछु घाँस काटेर दुई बिराउनै राखेको म पनि खाएछ हामीले खाने ओहो पान्तलाई पनि रोपेको खेती पो यस्तो झराक्दै बोक्दिनँ ल म होइन म बोक्छु अन्त दिदीको धमाधम छ है यहाँ जस्तो गाइस यतिको व्यस्त मान्छे चाहिँ हुनु पर्यो म्युजिक गाइस फाइन हुँदैछ है सिमी बोकेर